ल आज चाहिँ हाम्रो माथिबाट बतिमले कहाँ देखेको थियो अरिङ्गलको गोला माथि जग्गामा भेटेको थिए यहाँ लिएर चाहिँ देखाउँदै। अच्छा 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 यो तपाईँलाई चिल्नु भयो होला नि कति यहाँ डाकहरू देखाइ खोइ हेरौँ त आमा निकै रहेछ नि त हो अन्त कति पाना जस्तो पायो मौ देखाउनुहोस् त म पनि देखाइदिन्छु ल। हुन्छ हुन्छ ए आमा म थुप्रो रहेछ म थुप्रोले चिलेको नि त अन्त ए कति भाइ जानुभएको थियो हजुर कति भाइ जानुभएको थियो तपाईँ होइन हामीहरू बाउ छोरा दुईजना मात्र दुईजना मात्रै जानुभएको थियो हजुर 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 अच्छा दुईजना जानुभएको थियो तपाईँहरूले कति पाना जस्तो भेटायो होला स्यास 2-3 पाना मात्रै बेसी मौ रहेछ हौ बेसी मौ रहेछ हजुर अन्त यो चाहिँ अब तपाईँहरूले के गर्नुहुन्छ यो लगेर चाहिँ अब के गर्नु भनेर यो त भुटी खानु त होला नि अब देखाउनु त उसले केसित खानुहुन्छ होला अन्डा 2-3 दाना चाहिँ खोज्नु पर्यो पैसा छैन फेरि ए हो हजुर अच्छा अन्डा सिधा भयो अरू के चिपचाप चिप्दो पनि होला अलिक अर्को पनि खोज्नु पर्छ होला हल्का रमाइलो है गर्दै है रमाइलो यो चाहिँ देखाउनै पर्छ अच्छा यो हाम्रो यो आज हाम्रो बतिम र आपाले चाहिँ अन्डा कहाँबाट जरा ल्याउनु भएछ अब हेर्नुपर्छ अब बतिमले अब कसरी पकाउँछ हजुर यसको आइडिया के छ बतिम यसलाई कसरी पकाउनु पर्छ लु भन्नुहोस् त यो टोपाहरू सबै टिप्नुपर्छ हजुर देखाउ है हजुर यो टोपा सिधा चाहिँ उयो थालमा हाल्यो होइन हजुर त्यहाँदेखि अन्डा 2-3 दाना अन्डा चाहिन्छ त्यहाँदेखि चाहिँ फ्राई गर्नुपर्छ हजुर अनि 2-3 दाना अन्डा हाल्नुपर्छ हजुर हजुर अनि त्यो देखाइदिनु नि हजुर मैले झुटा बोलेको होइन त्यसबाट मिठो हुन्छ मिठो हुन्छ एकदम आमामा जिब्रो भित्रै पस्छ भात कति जान्छ होला भात त अब कति खाए नि अब कसले चामल किनिदिने हो त जिब्रो चाहिँ भित्र पसिहाल्छ अच्छा ल यो त सबैजनाले अब तपाईँहरूले मन पर्यो भने लाइक गरिदिनुहोस् होला हजुर हजुर है हाम्रो च्यानलमा सिलास लेप्चा